सबै पानी खनाइसकेको छु अनि यो चाहिँ मेरो ड्राम रहेछ म पानी लिन जाँदैछु पानी थाप्न आउने ठाउँ यही हो साथीहरू यो चाहिँ बच्चाको स्कुल यहाँ बच्चाले सानो बच्चाको साथीहरू हामी यहाँ खाने भनेको धेरै जसो यही पान हो पान यो मात्र गर्दा मैले खान्थेँ राइस मेरो दुध बेच्न सकेछ म यो रहेको समय युज गर्ने टुथपेस्ट मोबाइलको एसेसरिजहरू किन्न गएको थिएँ होइन तर मैले पाएन अनि अब म अर्को दिन फेरि जानेछु मैले जस्ट एउटा खालि त्यो टेम्पर ग्लास मात्रै किनेँ यसको 3000 हेलो साथीहरू नमस्ते वेलकम ब्याक टु माई च्यानल इट्स मी सीमा साथीहरू अहिले चाहिँ म बाहिर खासेवा गइरहेको छु अलिअलि सामान किन्नु छ त्यही भएर यतातिर पानी एकदम परिरहेछ अनि आज चाहिँ टाइफु आउनेवाला छ 8 बजीतिर त्यस्तै सुनेको न्युजमा त्यही भएर अहिले म चाहिँ गइरहेको छु अलिअलि सामान किन्नु छ त्यो सामान किनेर आउँछु नेपालमा हुँदा मलाई पानी परेको एकदम मन पर्थ्यो यता त्यस्तरी बेसरी पानी चाहिँ कहिले पर्दैन थियो अनि आज नि बेसरी पानी परिरहेछ हिजो नि बेसरी पानी परिरहेछ कस्तो रमाइलो भइरहेछ अनि के भन्छ छुट्टी भयो भने काम हुन्न गएको नि हुन्न भने चाहिँ पानी पऱ्यो भने कस्तो आनन्द मजा लाग्छ तर पानी पर्यो अनि गएको नि जानु परेछ काम नि जानु परेछ भने साह्रै गाह्रो साथीहरू अहिले यताको वेदर कस्तो छ कस्तो मौसम छ म हजुरहरूलाई देखाउनु सक्नुहुन्छ गाइस कति राम्रो मौसम छ मलाई त मनपर्छ यस्तो मौसम वेदर एकछिन अब तपाईँहरू हेर्नु ल म देखाउनेछु अहिले चाहिँ म खासेवाबाट आइसकेको छु मैले खासेवा चाहिँ जे सामान किन्न गएको थिएँ मैले चाहिँ मेरो मोबाइलको एसेसरिजहरू किन्न गएको थिएँ होइन तर मैले पाइनँ अनि अब म अर्को दिन फेरि जानेछु मैले जस्ट एउटा खालि त्यो टेम्पर ग्लास मात्रै किनेँ यो रहेको छ गाइस मलाई यो यसको 3000 जति पर्यो मैले पर स्टोरबाट लिएको हो अनि यो मात्रै लिएँ मैले अनि अब चाहिँ साथीहरू म पानी लिन जाँदैछु खाने पानी यहाँ जापानमा चाहिँ रुममा नि पानी आउँछ धारामा तर धाराको पानी चाहिँ अलिक रातो रातो खालको आउँछ नि त अनि त्यो पानी खाँदै चाहिँ अलिक नराम्रो होला कि भनेर होइन हामी सबैजना हाम्रो साथीहरू पनि पानी लिन जान्छौँ अनि अहिले चाहिँ म पानी लिन जानेछु गाइज हेर्न सक्नुहुन्छ होइन यही ड्राममा यही 4 लिटरको हो होइन यसमा म पानी भरेर ल्याउँछु नि त अनि अब यसमा पानी छ नि त मैले अस्ति ल्याएको अनि फेरि काम सुरु हुन्छ अनि मैले पानी लिन जान सक्दिनँ त्यही भएर मैले 1 हप्ताको पानी चाहिँ राखेको छु यो सबै बोतलहरू खाली भइसकेको छ अब म यो 4 लिटर छ 8 लिटर म त्यो पानीहरू चाहिँ अब यसमा खनाउने छु अनि म पानी लिन जानेछु सबै पानी खनाइसकेको छु अनि यो चाहिँ मेरो ड्राम रहेछ म पानी लिन जाँदैछु मेरो ड्राम 2टा ड्राम अब म एउटा चाहिँ ब्यागमा हाल्छु बोक्न सजिलो हुन्छ नि त अनि एउटा चाहिँ हातमा बोक्छु अनि जान्छु परिरहेछ नि त त्यही भएर चिसो छ बाहिर अनि त्यही भएर म ज्याकेट नै लगाउँछु चिसो भएको कारणले ज्याकेट लगाउनु पर्छ अनि यो ब्याग चाहिँ मैले नेपालबाट ल्याएको थिएँ साथीहरू यो चाहिँ मैले डाइसोमा किने यो झुन्डाको मलाई मनपर्छ नि त त्यही भएर अब यो चाहिँ म अब म यो यसरी बुझ्छु अनि यो हातमा म चाहिँ अब पानी लिन जानको लागि रेडी साथीहरू हेर्न सक्नुहुन्छ साथीहरू अहिले बाहिरको मौसम हेर्न सक्नुहुन्छ अहिले पानी परिरहेको छैन नि त अघि पानी परिरहेको थियो अहिले पानी परिरहेको छैन अनि अहिले चाहिँ म छिटो गएर पानी ल्याइहाल्छु फेरि पानी आयो भने तनाव हुन्छ भोलि नि पानी पर्न सक्छ भनेछ नि त अनि अहिले पानी चाहिँ रोकेछ त्यही भएर म छिटो ल्याइहाल्छु भोलि फेरि सागसब्जीहरू किन्न नि जानुपर्ने छ त्यही भएर हेर्नु त मौसम कति राम्रो देखेछ
साथीहरू अघि म खासमा गएको थिएँ नि म भिडियोहरू चाहिँ खिच्छु भनेर सोचिरहेको थिएँ अलिकति घुमेको यो गरेको अनि म हजुरहरूलाई देखाउँछु भनेर होइन तर के गर्नु लास्ट कालो बादल हेर्नु न कालो बादल थियो अनि सामान नि पाएन एकछिन खोजेँ अनि पाएन सामान पनि अनि नपाएपछि म चाहिँ आइहालेँ क्या त्यही भएर अनि त्यही एउटा मेरो ग्लास फुटेछ नि त मोबाइलको अस्ति झरेर त्यही भएर मैले चाहिँ त्यो ग्लास लिएँ तर नि कति महँगो क्या साथीहरू यहाँ हेर्न सक्नुहुन्छ गार्डनमा यस्तो भेन्डी मसरुम यस्तै हुन्छ यहाँदेखि जुसहरू किन्न पायो पैसा छिरायो जुसहरू किन्यो रमाइलो छ रमाइलो त के भन्ने साथीहरू जति कमाउँछु त्यति पैसा खाएरै सक्नुपर्छ मलाई यस्तो मौसम एकदम मनपर्छ हेर्नु न कति राम्रो लभ दिस मलाई चाहिँ एकदम मनपर्छ यस्तो मौसम पानी परेको टक्कसँग बाहिर बस्यो हेऱ्यो म त नेपालमा हुँदा कि साथीहरू पानी पर्थ्यो नि म त बाहिर बरन्डामा बसेर मस्त हेर्थेँ पानीसँग खेल्दै यस्तो मजा लाग्थ्यो के भन्नु साथीहरू अनि हजुरहरूलाई मेरो भिडियो के कस्तो लाग्यो कमेन्ट चाहिँ गर्न नबिर्सिनु होला अनि लाइक सेयर सब्सक्राइब पनि गरिदिनु होला साथीहरू यदि मेरो भिडियो मन पर्यो भने म यस्तै भिडियोहरू बनाउने छु यतातिरको मान्छेहरूको घर कि कति राम्रो हुन्छ चिटिक्क परेको मलाई चाहिँ जापानिजहरूको कि घर एकदम मनपर्छ पनि भविष्यमा घर बनायो भने म यस्तै घरहरू बनाउने छु यस्तै बनाउँछु यस्तै हेर्नु न कति राम्रो हुन्छ उनीहरूको घर लास्ट राम्रो छ बाहिरबाट सिम्पल देखे पनि भित्रमा एकदम राम्रो बना हुन्छ कहिलेकाहीँ झ्यालहरू खुल्या हुन्छ कि अनि देखिरहेको हुन्छु म त्यही भएर म नि नेपालमा यस्तै घर बनाउने छु भोलिको दिनमा साथीहरू यो चाहिँ बच्चाहरूको स्कुल हो होइन यहाँ बच्चाहरू सानो बच्चाहरू पढ्छन् खालि छैन भर दिन राख्नेवाला स्कुल हुँदैन अब यतातिर त मान्छेहरू बिजी हुन्छ नि त सबैको आमा बाउहरू काम गर्छन् अनि त्यही भएर बच्चाहरूलाई यही स्कुलमा छोडिदिन्छन् अनि भरे साँझमा लिन आउँछन् क्या म यस्तै पानी लिन जाँदा हेर्छु कहिलेकाहीँ बच्चाहरू बाहिर खेलिरहेको हुन्छ हेर्नु त गाइस वेदर म तपाईँहरूलाई केही बोल्नु नबोल्नु त्यही खालि मौसम कस्तो छ यही देखाइरहेको छ हेर्नु न क्या दामी मलाई चाहिँ यताको घरहरू चाहिँ साह्रै मनपर्ने के भन्नु यही हो बच्चाहरूको स्कुल आज कोही पनि छैन आज छुट्टी हो नि त शनिबार आइतबार बिदा हुन्छ चाहिँ मन्दिर हो कि के हो होइन त्यो जापानिजहरूको अब म चाहिँ पुग्न लागिसकेको छु अनि म चाहिँ बिगी पनि छिर्छु होला के भन्छ अन्डा छैन नि त अन्डा सकिरहेको छ अनि त्यो अन्डा नि लिन्छु अब हेरौँ अरू केही मन पऱ्यो भने अरू नि लिन सक्छ तर अन्डा चाहिँ लिन्छु गाइस सकिसकेको छ जे भयो नि उयो सब्जीहरू पकाउन झ्याउ लाग्छ नि त अनि दालहरू भयो भने अन्डा पकायो दाल कहिलेकाहीँ झ्याउ लागेपछि खाना हुन्छ क्या त्यही भएर अन्डा चाहिँ हुनैपर्छ रुममा अरू केही होस् या नहोस् अन्डा चाहिँ हुनैपर्छ म पानी लिन आउँदा कि यहाँ बाटोमा एउटा इन्डियन रेस्टुरेन्ट छ नि त अनि त्यो रेस्टुरेन्टमा जहिले मगमग बास्न आउँछ तर के गर्नु साथीहरू पैसा छैन अनि त्यही भएर किन्दिनँ त्यही पानी लिन आउँदा यहाँ चाहिँ इन्डियन रेस्टुरेन्ट छ नि त एउटा अनि त्यसरी म हजुरहरूले देखाउँछु त्यो रेस्टुरेन्ट यही हो रेस्टुरेन्ट चाहिँ अनि त्यस्तै उयोमा पानी लिन आउँछ नि त कस्तो राम्रो बास्ना आउँछ तर इन्डियन डिसहरू पाइन्छ यहाँ अब नेपाली भएपछि त मनपर्छ होला तर मैले ट्राई चाहिँ गरेको छैन
कुनै दिन पैसा भयो भने चाहिँ म ट्राई अवश्य गर्नेछु। अनि यो बिगी गाइस, म यही अन्डा किन्छु, यहाँ अलिक सस्तो पर्छ नि त। बिगी। अनि अब चाहिँ म पहिला सुरुमा म चाहिँ पानी भर्छु, अनि पानी भरेर फर्किँदा चाहिँ म यहाँ बिगीमा किन्छु सामान। सेकेन्ड ह्यान्ड पसल पनि छ नि त। यहाँ मलाई एउटा बटुको मनपर्छ, त्यो चाहिँ सेकेन्ड ह्यान्ड, मतलब नयाँ नयाँ सामानहरू पनि पाइन्छ, पुरानो सामानहरू पनि थोरै दिन युज गरेको वाला त्यस्तोहरू पनि पाइन्छ। यतातिर चाहिँ यो सेकेन्ड स्ट्रिट लेखेको छ नि, त्यही नै हो। अब चाहिँ म पानी लिन त्यसरी यही पसल हो, मतलब यही स्टोरभित्र पानी भर्नेहरू हुन्छ नि, अनि त्यही भएर त्यही गर्छु म देखाउँछु। अनि यो चाहिँ ड्रग स्टोर हो साथीहरू। पानी थाप्न आउने ठाउँ यही हो, हेर्न सक्नुहुन्छ। यसरी पानी गर्छु चाहिँ माटो हो नि त। यो चाहिँ अन्डा रहेको छ। बिगीमा किन्यो भने 278, तर यही म्याक्सहरूमा किन्यो भने चाहिँ 300। साथीहरू हामी यहाँ खाने भनेको धेरै जसो यही पान हो, पान। यो यहाँ माटो गर्दा म यही खान्थेँ। गाइस, मेरो टुथपेस्ट नै सकेछ, म त्यो नै किन्छु। यहाँ राखेको छ मैले युज गर्ने टुथपेस्ट। यो अस्ति त मैले त अर्को योवाला युज गरेको थिएँ, योपल्ट यो लान्छु। कस्तो साथीहरू, स्यालेड खाँदै चाहिँ यो सस छ नि, त्यो सस टपिङ गरेर खायो भने चाहिँ कति राम्रो हुन्छ। प्राइस नि धेरै पर्दैन, 257। अनि म चाहिँ यहाँ बिगी, यही बिगी भनेको गाइस, मैले यति किनेँ। हेर्नु त बादल कति कालो भएको छ। हुन त रात नै पर्यो, तर कालो त कालै छ साथीहरू। म चाहिँ घर आइसकेको छु। आजको मेरो भिडियो यति नै रहेको छ। हजुरहरूलाई के कस्तो लाग्यो लाइक, कमेन्ट अनि सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। सी यू इन नेक्स्ट भिडियो। बाई साथीहरू।